हेलो साथीहरु, गुड मर्निङ, नमस्ते अनि हजुरहरुलाई स्वागत छ मेरो ब्लगमा। म चाहिँ राई पुष्पा अनि मलाई चाहिँ एकदम खोकी लागिरहेछ कि अस्तिदेखिको रुगा खोकी अझै ठीक भएको छैन। अनि हजुरहरुलाई चाहिँ कस्तो छ अनि सन्चै हुनुहुन्छ होला, सन्चै हुनुहोस् भन्ने कामना। अनि मैले चाहिँ आजको भ्लग स्टार्ट गरेको के अब उठेर अनि मुखसुख धोएँ, बसेँ। अनि मेरो बुढा चाहिँ ड्युटीमा गइसक्नु भएको छ अनि मेरो चाहिँ काम छैन के, मेरो चाहिँ काम छैन। कस्तो विरक्त लाग्छ अनि काम छैन। अनि त्यही भएर भ्लग बनाएँ, बस्यो। अनि भ्लग पनि हेरिदिनु न हौ तपाईहरु, हेरिदिनु न, कमेन्ट गरिदिनु न हो, लाइक गरिदिनु त। अनि म चाहिँ कन्टिन्यू गर्दै जानेछु ल। अनि साथीहरु, आज चाहिँ साँच्चै मेरो तेमुको फ्री गिफ्टहरु आउँदैछ। अनि बुढोले के मगाउनु भएको थियो अनि बुढोको सामानहरु आउँदैछ। मेरो त छैन खासै, बुढोले के मगाउनु भएको छ अरे। अन्त मेसेज आइसकेको छ, अहिले 12 बजेभित्र आइपुग्छ भने है। म तपाईहरुलाई देखाउँछु ल। अनि म चाहिँ आइ एम सो एक्साइटेड के त्यो त हेर्नको लागि चाहिँ के आउँछ होला, कस्तो आउँछ होला भन्ने भइरहेछ। यहाँ अब हेरौँ के हुन्छ। ल हेर्नु न, तेमुहरु आइसकेछ है, तेमुहरु आइसकेछ। मेरो पनि सामान आइसक्यो क्यार, ड्याङ ड्याङ गरेर हेरेको त। ओ माई गड, अब म हेर्छु ल बाहिर आए जस्तो छ। राम्रो आइसक्यो क्यार, म त आएको छैन होला भनेको त। तर तेमुले त यहाँ अस्ति त कुपाङले यहाँ राखिदिएको थियो टक्क मजाले, कतिमा तेमु चाहिँ फ्यात फाल्दै हिँड्दो रहेछ कि। कति नटी हो यो तेमु त, यहाँ फ्याल्दैछ। म यसलाई हेर्छु ल। ल हेर्नु त, सामान आइसक्यो, फ्यात्त फालिदिएर गएछ नि त हौ तेमु दाइहरुले त। अनि ल म हेर्छु ल के छ। ल साथीहरु, सामान मैले खोलिसकेँ हैन। यो चाहिँ बुढोको यो गेम खेल्दा लाउने कुराहरु रहेछ, फुटबल खेल्दाहरु। अनि भइहाल्यो। अनि बुढोले यो सुज मगाउनु भएको रहेछ, राम्रो रहेछ हौ, कति राम्रो लाग्यो त फुटबल खेल्दै। अनि यो खोइ मलाई यो यिनीहरु चाहिँ फ्री हो है, हामीले अस्ति मगाएको थियौं नि त कट्टुहरु। अनि यो चाहिँ फ्रीमा आएको थियो। अनि बुढोको काम हो मगाउने, तिमीलाई मगाइदिन्छु भन्दै हुनुहुन्थ्यो। अनि पर्दैन हौ भनेको मगाइदिनु भएछ। यो पनि फ्री नै हो, यो फ्री। कस्तो छ अब त्यो चाहिँ थाहा छैन, फ्री हो यही। सित्तैमा पाएको हामीले, सित्तैमा त्यति आएछ। अनि यो चाहिँ बेल्ट रहेछ, ट्राई गरिदिन्छु म। ल मैले चाहिँ लगाइदिएँ साथीहरु, यही रहेछ है। ठिकै हो, त्यस्तो राम्रो वाउ पनि होइन, छि भन्ने खाले पनि हुन्न रहेछ है। कपडा त राम्रै छ, फ्रीको त हो, घर बस्दा लाउन भइहाल्दो रहेछ है। घर बस्दा चाहिँ कपडा किन्न नपर्ने रहेछ। अलि राम्रै आयो भने त बाहिर लाउँदा पनि हुँदो रहेछ। अनि यो चाहिँ यस्तो रहेछ है। यो मगाउने थिएन कि त्यो फ्रीमा, अब त्यो दिइराखेको रहेछ। अनि बुढोले पनि है मन पर्यो भने लगाउन, फाल्दिउ न, त्यो फ्रीको के भयो त। नि सामान अरू सामानहरुसँग आइहाल्छ भनेर मात्रै मगाएको हो। तर घर बस्न र लाउनलाई चाहिँ एकदम सजिलो पो हुने रहेछ हुन त। हल्का हल्का त्यति राम्रो वाउ पनि होइन, छि के हो यो भन्ने टाइपको पनि रहेन रहेछ साथीहरु। यस्तै रह्यो हाम्रो चाहिँ तेमु सपिङ। बुढोको जुत्ता चाहिँ राम्रो छ है। यो किन्दाखेरि पाएको हो, यस्तै यस्तै किन्दाखेरि फ्रीमा दिँदो रहेछ कि। अनि अहिले चाहिँ दिउँसोको यहाँ कोरियामा चाहिँ कति बजिसक्यो भने 6 बजेर गइसक्यो के, 6 बजेर गइसक्यो। अनि म पढेको निन्द्राले झुल्दैछु हैन, पुरा जम्म 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 भइरहेछ। म चाहिँ एकचोटि किताब हेऱ्यो भने 10 चोटि टिकटक र फेसबुक हेर्छु, त्यस्तो भइरहेछ। अनि बुढोको चाहिँ छुट्टी 8:30 बजे मात्रै हुन्छ, 8:30 9 बजे मात्रै आइपुग्नुहुन्छ। अनि मेरो चाहिँ भ्लग म यही बन्द गर्दैछु कि, धेर लङ भयो भिडियो। अनि म यति नै बनाउने। अनि त्यो भिडियो हेरेर लाइक कमेन्ट गर्नु त त्यहाँ कस्तो खाले मान्छेहरु के तपाईहरु, त्यहाँ छिट्टो चाहिँ लाइक कमेन्ट गर्नु है। ल हस्।